दाजु हजुर नमस्कार। नमस्ते। के नाम पर्यो हजुर? मेरो नाम चाहिँ मोहन कार्की हो। कुन ठाउँबाट? बाजुराबाट। बाजुरा हिमाली गाउँपालिका वार्ड नम्बर 4। के भन्छ यसलाई दाइ ठ्याक्कै भन्नु? यसलाई चाहिँ बास्केट पनि भन्छ, पिट्ठो पनि भन्छ। भन्नाले हाम्रो नेपालमा डोको। नेपालमा चाहिँ डोको भन्छ यसलाई। ओके, अनि माथि लिएको कति लिनुहुन्छ गौरीकुण्डबाट? अब त्यो ओड हेरेर हुन्छ। उहाँ बाला ल्याउनु भएको छ कति किलो? उहाँलाई मैले ल्याएको छु अपडाउन 12,000 मा ल्याएको छु। माथिमा लगाउने तलमा ल्याउने। माथि पनि ल्याउने? माथि लगाउने तल। कति भारी हुनुहुन्छ? उहाँ हुनुहुन्छ 60 केजी आसपास हुनुहुन्छ। 60 केजी थियो अनि यो 10 किलो यो 10-12 किलो यो हुन्छ। त्यसमा के हुन्छ दाइ त्यस्तो भारी दस? अब तल चाहिँ कपडा हालेको छ अनि बोतलहरू हालेको छ, त्यसपछि अनि प्लास्टिकहरू हालेको छ। सबै अब यो बाँस भयो अनि यो चोयाहरू भयो सबै गर्ने भने लगभग 8-10 किलो हुन्छ। 10 भन्दा बढी छ। हेर्नु वेट गर्नु न, धेरै छ यो। कति भयो आउनु भएको? म भयो 1 महिना जति भयो यहाँ आएको। हजुर। अब यहाँ नेपाली नै नेपाली दाजुभाइहरू हुनुहुन्छ, कति हुनुहुन्छ? 30-40 हजार हुनुहुन्छ क्या? लगभग होला किनभने डोली बोक्ने, कुण्डी बोक्ने, घाँस काट्ने, भरियाहरू अनि यो घोडामा लाग्नेहरू घोडामा पनि छन्। सबै नेपाली दाजुभाइहरू घोडामा जाने। कमाइ कस्तो छ त दाइ? आउनुभयो त 1 महिना भयो भन्नुभयो। कमाइ खासै केही राम्रो छैन। अब त्यस्तै हो, कहिले पाउँछ कहिले पाउन्न। धेरैको कुरा सुने अनुसार यो साल चाहिँ सिजन छैन भने के? छैन अहिले यात्रीहरू धेरै कम छ अहिले। पोष छालो जस्तो धेरै छैन। पहिला आउनुहुन्थ्यो? पहिला अब 3 वर्ष भयो यहाँ आएको। 3 वर्ष भयो। पहिला राम्रै भएको थियो? पहिला त ठिकै हुन्थ्यो, योपालि धेरै सिजन चाहिँ डाउन भइसकिरहेको छ। घरमा को गर्नुहुन्छ? घरमा हुनुहुन्छ बुवा अनि श्रीमती छोराछोरी। बाध्यता कसरी आइलाग्यो? अब घरमा चाहिँ यस्तै हो, अब गरिबी अब के भन्छ, गाउँघरतिर त्यसरी कुनै केही पाइँदैन, काम धन्दा यताहरू रोजगारहरू पाउन्न। अब छोराछोरी पाल्नको लागि घरबाट हेर्नको लागि चाहिँ अब इन्डियातिर आउनु पऱ्यो, आएर सङ्घर्ष गर्नु पऱ्यो। अब चुनावमा तपाईँहरूलाई को मान्छे कहाँ छ भने खोजी बोलाएर भोट हाल्न लाउँछन् अनि दिन उही आउन नचाहिँदा के भन्नुहुन्छ क्या ती नेताहरूले? अब हामी के भन्ने, अब उनीहरूले चाहिँ आफ्नो चाहिँ स्वार्थ लुटाए हुन्छन्। अब आफ्नो चाहिँ घर बनाए हुन्छन्, छोराछोरी पढाए हुन्छन्। जापान अमेरिका अब हरेक कुन ठाउँ पढाउनुहुन्छ, के बच्चाहरूले आफ्नो छोराछोरीले पठाए हुन्छन्। हामी चाहिँ यस्तै हो, भोट माग्दाखेरि चाहिँ हात जोडेर कहाँ छ भनेर इन्डिया भयो भने खोजी उस्तै परे भाडा हालिदिउँला भनेर भाडा हालेर गाडीमा, त्यो बेला त गाडी बुकिङ गरेर बुकिङ गराएर पनि के अरे नेपाल इन्डिया भयो भने नेपाल के अरे सम्म चाहिँ ल्याउने वातावरण बनाउँछन् त्यो बेला चाहिँ। हजुरको घर बाजुरा? अब कर्णालीका बाहरू पनि हुनुहुन्छ? हुन्छ उहाँ हजुर त सुदूरपश्चिमतिर पर्नुभयो। हाम्रो बाजुरा हिमाली गाउँपालिका मेरो वार्ड नम्बर 4 हो हाम्रो। दाइहरू जस्तो मेहनती मान्छेहरू निकै ऊ हुनुहुन्छ। अनि यता चाहिँ हाम्रो कर्णाली बा हुन्छ। बा एकछिन बिडी रोक्नु न। घर कता पर्यो हजुरको? घर बजाङ पढ्नु कान्छ। ए हजुर पनि बजाङै हो? बजाङ हो। अलि यता फर्किदिनु न। ए अनि कति वर्ष पुग्नु भयो? 57 भयो कान्छ। 57? कति वर्षदेखि हुनुहुन्छ? कति वर्ष भयो यहाँ आउनु लाग्यो? यहाँ आउन लाग्यो भयो ढेर अगाडि हो कान्छ। अहिले 10 वर्ष पछाडि आयो यहाँ। पहिले 10 वर्ष। किन आउनुभयो यो उमेरमा बा? के हो कान्छ, के पेटको लागि आउनु पर्यो, गरिबैले के हुन्छ। को गर्नुहुन्छ घरमा? घरमा छन् छोरा छन्, छोरी छन्, परिवार छ। अनि यो उमेरमा त बडा गाह्रो हुन्छ होला। के यो भारी यो सामान ल्याउनु भएको? सामान्य भएको। मान्छे बोक्न सजिलो कि भारी बोक्न सजिलो? मान्छे बन्नु त उठेर हुन्छ कान्छ, भारी अवस्था छ। मान्छे त मान्छे भारी उठेर हुन्छ त। अनि कति कमाउनु भयो त यहाँ? केही कमाउन कान्छ, बिमारी पढ्ने केही बिरामी हुनुभयो? बिमारी पढ्ने अरू केही। आज 16 दिन बसेर आज आएको। आज आउनु भएको? अहिले भारी लिएर कतिमा ल्याउनु भयो यो भारी? 3,000मा ल्याएको कान्छ। फर्किँदाखेरि पाउनुहुन्छ? ओके ल, बिडी खाँदै हुनुहुन्थ्यो, म डिस्टर्ब गर्न चाहेन। यता एउटा जोसिलो युवा हुनुहुन्छ, कता पर्यो मित्रको घर? दैलेख पऱ्यो त। कुन ठाउँ, के नाम पर्यो? ललित बिका। नरेश बिका? ललित बिका। कति वर्षदेखि हुनुहुन्छ? कतिदेखि आइरहनु भएको? यहाँ त भयो 3-4 साल पहिला। 4 साल भयो। कति कमाउनु भयो? कमाइ यो पहिला सिजनमा कमाइ 1.5 लाख रुपियाँ। पहिला सिजन हो पोहोर सालको? हजुर। यो साल चाहिँ? यो साल कमाइ 50,000 जति कमाइ। कहिले जाने घर? घर अब 2-4 कन्डी लाग्यो भने फालेर गयो। कति वर्ष भयो उमेर मेरो 28 भयो। 28? बिहा गरिरह? हजुर। कति छन् नानी बाबुहरू? 2टा छ। 2टा? हजुर। के गर्दैछन् नानी बाबुहरू? पढाइराख्नु भएको छ? पढाइराखेको छ। अनि अब कहिले फर्किने बेला भइसक्यो? हजुर, फर्किनेलाई भयो। फेरि अब यो भदौ असोजमा लाग्दो रहेछ नि सिजन जानु? फेरि आउनु पर्ला। ए यहाँ गाह्रो के छ? यहाँ त खचरवालाले अनि त्यसपछि गएर अरू यो हुन्छ नि, यो डोलीवालाले त यो तपाईँहरू जुन डोको बोक्नुहुन्छ नि साह्रै पेलेर ल्याउँदो रहेछ नि। पुरा धक्का मारिदिन्छ। कोही मान्छे लड्नु भएको छैन? हामी कोही लोटिसकिया छौँ। लोटिसक्नु भयो? ए अनि यही नै छ नेपाली युवाहरूको बाध्यता व्यवस्थासँगै उहाँहरू यसरी हिँडिराखेको अवस्था छ। कोही डोली बोकेर हिँड्दै हुनुहुन्छ त कोही
यसरी नै भारी बोकेर हिँड्नुहुन्छ। यो बाध्यतासँग सरकार अथवा सम्बन्धित मान्छेहरू ले ध्यान दिन एकदमै आवश्यक छ, किनभने उहाँहरूले चुनाव ताका प्रयोग गर्नुहुन्छ। त्यसभन्दा पछाडि कुन युवा कुन मान्छे कहाँ गयो केही पनि टुङ हुँदैन। तपाईँले देख्नुभयो यसरी नै डोली बोकेर, यसरी नै घोडा चलाएर, यसरी नै डोको बोकेर उहाँहरूले दिनाचार्य अथवा भनौँ घरको सबै खर्च अथवा पारिवारिक कुराकानी यसरी नै उहाँहरूले मिलाइराख्नु भएको छ। सम्बन्धित निकायको बेलामा ध्यान जान आवश्यक छ।